हेलो साथीहरू, कस्तो हुनुहुन्छ हजुरहरू है। हिजो जुन हुने कुरा थियो भएन है, आज हुने कुरा छ भन्छ। हाम्रो यहाँ त कस्तो पानी पर्दैछ, आकाश गाडाङ गुडुङ गर्दैछ होइन। हिजो लाइन जाने कुरा थियो तर हिजो गएन, आज चाहिँ गयो। लु भर्खरै 5 मिनट भयो जस्तो, 5 मिनट अलिक भएको छैन लाइन गएको। बाहिर अँध्यारो न अँध्यारो भइरहेको छ हो, पुरा बिजुली चम्किरहेको छ हो। यो चाहिँ मेरो इन्भर्टर हो नि फेरि हो। अब के गर्नु, डर लाग्दैछ हो। मऱ्यो भने एकैचोटि सबैजना मरिन्छ नि है, सबैजना। त्यो त केही थिएन, तर्केर चाहिँ नबसोस् होइन। झालझुल गयो भने केही थिएन नि, सारी भएर कस्तो अँध्यारो छ यहाँनिर त। एकछिन म तपाईँलाई छतमा देखाउँछु ल, खिड्कीबाट है। यो चाहिँ हो बिजुली चम्किँदैछ। के अरे के भन्छ लाइन जानेलाई ब्ल्याकआउट भयो भने चाहिँ यहाँ छतको, यहाँ खिड्कीबाट माथि छत दैलो बन्द गरेको छ छतको हो। छतमा माथि छतमा गएको पनि छैन हामी, खिड्कीबाट हेरेको। यस्तो छ है हाम्रो यतातिर चाहिँ। हजुरहरूकोतिर कस्तो छ के छ यसो जानकारी दिँदै गर्नुहोस् है। ब्ल्याकआउट भयो भने चाहिँ ब्ल्याकआउट भयो भने चाहिँ हाम्रो झन् यहाँनिर एयरफोर्स छेउमै पर्छ हो, हामी बसेको एरियादेखि त झन् डर लाग्दो हुन्छ है। होसियार बस्नु चाहिँ साथीभाइहरू। निन्द्रा पनि लागिन्छ कि लागिँदैन। नानीहरू स्कुल छुट्टी पनि छैन। एक्चुअली भोलि त कुनि केको जयन्ती रहेछ होइन, छुट्टी हुनुपर्ने, छुट्टी पनि छैन रहेछ। अब आकाश पनि कस्तो गाडाङ गुडुङ गर्दैछ हो, डरै लाग्छ मेरो बुढा त डराएर शेष भइसक्यो। ल साथीहरू होसियारै सुत्नुहोस् है।